भिडियोलाई निरन्तर हेरिराख्नु होला। अर्को दोस्रो गेम हुन गइरहेको छ वेस्ट इन्डिज र स्कटल्यान्ड बीच र यिनी दुईटाको आँकडा हेर्ने हो भने वेस्ट इन्डिज रहेको छ 7औं स्थानमा र स्कटल्यान्ड रहेको छ 14औं स्थानमा। र मैले वेस्ट इन्डिजबाट चाहिँ 3वटा प्लेयर पिक गरेको छु। 3वटा प्लेयर चाहिँ रोस्टन चेज, रोम्बन पल अनि रोमरियो शेफर्ड, आरआरआर। 3वटा प्लेयरलाई चाहिँ मैले आजको गेमको लागि चाहिँ टप प्लेयरको लिस्टमा राखेको छु। र यसै गरी स्कटल्यान्डबाट मैले पिक गरेको छु जर्जियो मोन्सी, जो लास्ट टाइम नेपाल आएर राम्रो पर्फर्मेन्स गरेर गए। खास गरी स्कटल्यान्डबाट चाहिँ उनी बोलिङ अलराउन्डरको रूपमा खेल्छन्। यहाँ आएर उनी ओपन पनि गरेको थिए, त्यसले भने केही हेल्प गर्नेछ उनलाई यो वर्ल्ड कपको लागि। अर्को प्लेयर रहेको छन् ब्रान्डन। सो यिनको पनि राम्रो आँकडा रहेको छ यो सिजनमा। सो यो गेमका लागि भने मैले 5वटा प्लेयर पिक गरेको छु। आशा छ यो प्लेयरहरूले चाहिँ केही गरेर देखाउनेछन्। मेरो एनालाइज भने गलत हुन दिने छैन। र म जाँदैछु वेस्ट इन्डिजसँग। वेस्ट इन्डिज जित्छ भन्ने मलाई आशा छ र तपाईँहरूको प्रेडिक्सन भने के हो कमेन्ट गरिदिनु होला। यो गेम हुन गइरहेको छ कोलकाता इडन गार्डनमा। आजको अन्तिम गेम मानौ आजको तेस्रो गेम रहेको छ इन्डिया भर्सेस युएसए र यिनीहरूको आँकडा स्ट्यान्डिङ हेर्ने हो भने चाहिँ इन्डिया रहेको छ पहिलो स्थानमा, फर्स्टमा रहेको छ, टपमा रहेको छ इन्डिया। दावेदार टिम रहेको छ युएसएसँग। युएसए भने 18औं स्थानमा रहेको छ T20 ऱ्याङ्किङमा। र इन्डियाबाट मैले 3वटा प्लेयर पिक गरेको छु यो सिजनमा। माई अल टाइम फेभरेट सूर्यकुमार यादव, ईशान किसान अनि शुभम दुबे। र युएसएबाट भने मैले 2वटा प्लेयरलाई पिक गरेको छु, एउटा साई तेजा अनि हरमित सिंहलाई। सो यो प्लेयरहरूले पनि राम्रो पर्फर्मेन्स गर्छन् आजको दिनमा भन्ने मैले एनालाइज गरेको छु। र यो गेम हुन गइरहेको छ मुम्बई वानखेडे स्टेडियममा। 3:15मा स्टार्ट हुन गइरहेको छ यो गेम र यो इन्डियाले जित्छ भन्ने मैले आशा राखेको छु। र तपाईँहरूले कसले जित्छ भनेर त्यो प्रेडिक्ट गर्न चाहनुहुन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। र तपाईँहरूलाई जर्सी जित्ने क्राइटेरिया त मैले भनिसकेँ। यदि तपाईँहरूले फेरि पनि बुझ्नुहुन्न भने भिडियो फेरि अगाडि गएर हेर्न सक्नुहुन्छ। सो कमेन्ट गर्नुहोस्, जर्सी जित्नुहोस्, जर्सी लिएर जानुहोस्। तपाईँहरूको मौका, सुनौलो मौका चाहिँ नगुमाउनु होला। मैले त लगाइसकेँ जर्सी। भोलि नेपालको गेम हुँदैछ र भोलिको गेममा हामीले फेरि जर्सी लगाएर गेम हेर्नको मजा छुट्टै छ। सो त्यो मौका भने तपाईँहरूले नगुमाउनु होला। यतिन्जेल भिडियोलाई हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब